कार्कीजी अब हाम्रो आज एउटा नयाँ भ्लग बन्न गयो हैन। अब भ्लगको बारेमा थोरै समरी अहिलेसम्म के भयो भन्दै त हाम्रो अब हिजोको प्लान हो यो हैन, फ्राइडे विकेन्ड्स मनाउने भनेर प्लान गरेको। 4 जनालाई एक शिफ्टमा पठाएको टेन्ट लगाउँदै गर्छ भनेर 4 जना उतै भए, हामी पानी परेर जान पाइएन। त्यही भएर आज शनिबारको दिन आकाश खुलिसक्यो केटाहरु, एक किलो खुलिसक्यो आकाश। अब यता के भयो केटा, त्यसपछि आज 15 मिनेटमै अब आज शनिबार जति ढिलो गरे उता त्यति ढिलो हुन्छ। आज पनि पानी परेर यहाँ ध्वस्त भयो हैन, सामानहरु यहाँ भिजिरहेको सब। तर अब जाँदै समय हामी ल गाइस गइन्छ है हामी चाहिँ अब टेम्पो पार्कबाट सबैजना जम्मा भएर जान लाग्यो हैन। यस्तो छ आजको वेदर चाहिँ हैन। टेम्पो पार्क गाइस, हामी अब लाटुरी भन्साइको लागि हो डेस्टिनेसन चाहिँ। गाइजहरू हामी चाहिँ बाटोमा छौँ अहिले होइन। माथि जाँदै गर्दाखेरि चाहिँ यहाँ बाटो अलिकति खतमै जस्तो रहेछ होइन। दुई ठाउँमा पहिरो गएको, माथि पनि ढुङ्गा खसेको जस्तो छ अरे। अब ऊ आउँदै हामी चाहिँ अरू केटाहरूलाई कुरिरहौँ, अनि त्यसपछि जान चाहिँ भनेर बसेको। उता अभिषेकहरू आयो, अब यताबाट कार्कीहरू आएपछि हामी चाहिँ यतातिर जान्छौँ है त। ल गाइजहरू हामी चाहिँ अब यहाँनिर एउटा स्पटमा आइपुग्यौँ होइन। अझै हामी अहिले हामी चिया खान बसिरहेको छौँ यहाँ। केटाहरूलाई कुर्न छ अनि होटेलबाट टेन्टहरू लिन छ होइन। हामी अब यता माथि जाने हो। त्यही हो, अब अहिले हल्का पानी बल्ल बन्द भएको हल्का। अब पानी नपऱ्यो भने चाहिँ जियो राम्रै हुन्थ्यो होइन। त्यही हो ल गाइजहरू होइन। गाइजहरू हाम्रो चाहिँ यहाँ अब हल्का टेन्ट सेटअप हानियो हामीले भर्खरै होइन। टेन्ट चाहिँ हाम्रो यस्तो भयो। यहाँ आज हामी टक्क सुतिन्छ। गुड भाइब्स छ यहाँ। यो चाहिँ हाम्रो लखुरी भन्ज्याङ हो, त्यहाँ हाम्रो काठमाडौँ सहर छ होइन। यस्तो छ ल गाइजहरू, हामी चाहिँ अब अहिले टेन्ट सेन्ट पुरै राखेर होइन फुल इन्जोय मोडमा हिँड्दै। हामी हाइएस्ट पोइन्टमा पुगेको भन्दा माथि चाहिँ ठाउँमै छैन। लास्ट इन्जोय मोडमा छौँ होइन। हामी छौँ अहिले दर्शकहरूलाई। ल यहाँको नयनजी हुनुहुन्छ होइन, दिवसजी हुनुहुन्छ, विकासजी हुनुहुन्छ, पछाडि विश्वास छन् होइन। नमस्कार भन्न चाहनु भएको छ, यो कहाँ पोस्ट हुन्छ थाहा छैन। यो युट्युबमा पोस्ट हुन्छ यो भ्लग हामीले नमस्कार भनेर तिमीले भन्छ हामीले नमस्कार छ होइन। टक्क टेन्ट छ हाम्रो सेटअप होइन। भिडियोसम्म पुग्न पर्दैन। यता भ्यू चाहिँ यस्तो छ ल, सही छ ल हाम्रो भ्लगमा होइन। किन छैन दाजु यहाँ केटाहरू भाइब्समा छन् पुरै होइन। ल खानालाई कुरिरहेको छ नभन है। यहाँ चाहिँ अब कसरी खाने, कसरी बाँड्ने चिजको त्यसको ल है यस्तो खालको भाइब छ होइन। अब यता पनि टेन्ट छ ल, जोस् किन राम्रो भइरह, मजा आइरहेको थियो। देखाइसके यस्तो छ है त। अन गरायो मलाई त्यहाँ। खिच्यो दाइ, खिच्यो
राम्रो खाल्छ होइन अहिले कन्टेक्समा के छ भने उसले राम्रो नै गर्छ भने चाहिँ लगभग स्योर हुने चाहिँ अलिक कमै चान्स छ क्या किनभने उनीहरू त्यो स्टेजमा पुगेकै हुँदैन यतिकै उठा हुन्छ होइन ल साथीहरू अहिले बिहानको 7 बज्यो होइन अब हाम्रो चाहिँ यहाँनिर डिसमेन्टलिङको काम हुँदैछ अब चाहिँ हामी प्याक गरेर सामान बोकेर अनि अब निस्किन्छौँ रमाइलो भयो लास्टै लकरी भन्छ हामी क्याम्पिङ वाज सक्सेसफुल ल त्यही हो पिस ल हामी चाहिँ अब घर फर्किने अवस्थामा यस्तो बोकेर होइन केटाहरूले राम्रै बोकिराख्छ ल रमाइलो भयो होइन लकरी भन्छ नि दोस्त ल कुशलजी एकदम हार्डकोर राइडर हुनुहुन्छ सिस्टममा हुनुहुन्छ दोस्तहरू ल ओ हात आयो केटा ल कडा भयो भन्न चाहन्छु है ल